हेलो गाइज, हामी चाहिँ आज यसो बाहिर निक्लिरहेको छौँ घुम्न। ल गाडीमा सरल घुम्नलाई धेरै पछि घुम्न निक्लेको। बेल्ट लाउन बिर्सिरहेको छ यहाँ। फेरि मामाले बिताउँछ यहाँ त। फेरि यहाँको रुल्स कडा छ है। घाम पनि यहाँ। आजको यात्रा हाम्रो उमी छेउछाउ टक्कसँगले अब जाने हो होइन। उमी खाना जाने भने नि फुर्क लगाएर फोटो सोटो हान्ने नि भिडियो के हामी चाहिँ गल्ली गल्ली आइसक्यो। अब भोलिन्छ होला सायद आधी घन्टा 35 मिनट जतिमा। टक्कमा चाहिँ मेन ठाउँको भिडियो बनाउँछु। यहाँ एउटा खोला छ, दामी छ खोला है। माछा निक्लिन्छ भन्थ्यो यहाँ। पछि बाढी आएपछि माछा निक्लिन्छ है त्यो खोलामा चाहिँ। अनि यहाँ बिल्डिङ बन्दैछ खतरा। यहाँ हेर बुढियामा 70-80 वर्षको बुढियामा चाहिँ साइकल चलाउँदैछ। हेर गाइज जापानको हालत यस्तै हो। ल यो निलो ठाउँ चाहिँ यो फोहोर फाल्ने ठाउँ हो क्या। यहाँ फोहोर राखिदिने हो, त्यसपछि लान्छ यहाँ गाडीले। ल हामी चाहिँ यहाँ पार्किङ गऱ्यो। अब यहाँदेखि सामान लाने हो। ल टक्क आज चाहिँ घुम्न निक्लेको। बवाल छ है। के गर्ने के यार जागे कट्टुमा पिसाब फेरि चाहिँ पिसाब बनाएको छ यार। कसले हो तिमीले? हावा दाइ फेरि टुर्का सिक्यो जागे यार हो के गनाएको छ यार। दाइले फेरि हावा गफ। म त डेली अब बेलुकी सधैँ नुहाउँछ, सधैँ कट्टु फेरि डेली हो। तिमी जस्तो खुट्टा गनाउने हिँड्ने त होइन। खुट्टा अरे भर्खर नयाँ सक्स लगाएर आएको छ। जापानमा बसेर नि यता चाक गनाउँदै खुट्टा गनाउँदै हिँड्ने होइन नि। हामी छिर्यो। हामी चाहिँ हाइवेको बाटो होइन कि गल्ली गल्ली बाटो हिँडिरहेको छौँ। त सामान लिनुपर्ने छ, सामानहरू लाने टक्क। फेरि यहाँको सिङ्गै हो क्या। जापानको चाहिँ सिङ्गो यतिमा हुन्छ। 100 मिटर हिँड्नु भएको छैन, सिङ्गो हुन्छ। अनि रोक्दै जाँदा ढिलो भइहाल्छ अरे। ल यो पनि होस्टेल जस्तै छ है। होस्टेल होला सायद। यहाँ चाहिँ एउटा ठुलो पार्क छ। यहाँ हामी पनि आएको थियौँ। बवाल छ क्या। माइन्ड फ्रेस गर्ने ठाउँ चाहिँ यहाँको पार्ककै अगाडिको। यो देखिरहेको पार्ककै अगाडि पार्क चाहिँ बवाल छ यार। कसम होला यस्तो बवाल देखियो त अनि यहाँ त यार। ल है पार्क कट्यो। ल हामी कहाँ पुग्यो? यो कहाँ हो? बवाल यार बवाल। म्युजिक सुन्दै जानु भए झन् मजा हुन्थ्यो। ल है हामी आधी बाटोतिर आइपुगिसक्यौँ। हेर बादल पनि बवाल छ। तर रेड बुल खाँदै अब गयो है। हामी चाहिँ लाग्यो। ल हामी चाहिँ उमीको छेउछाउमा आइसक्यौँ। पुरै यता त खेतबारी है। जापानमा पनि यस्तो खाली ठाउँ हुँदो रहेछ कि पुरा। यहाँ चाहिँ अब धान सान फलेर अब बाँझो रहेछ। अब फेरि अब यहाँ के रोपाइ गर्ने होला, तरकारी खेतीहरू। त्यो पानीको कमी छैन, पानी त यहीँ नजिकै उमी छँदैछ। ल चाहिँ खनिसकेर पुरा डल्ला सल्ला फोरिसकेछ कि। हाम्रो नेपालमा चाहिँ डल्ला फोरेको भन्छ, त्यही हो। कम्पनीहरू छ यता।
यहाँ चाहिँ अब समुद्रको छेउछाउ हो कि यता कम्पनीहरू छ जस्तै गाडीहरूको कम्पनीहरू सोरुमहरू के के यस्तो त हो जिन्दगी गाडीहरू लस्करै छ यार मजा आइरहेछ हामी चाहिँ पुगेर फर्किसक्यौँ फर्किँदै हामी बाटोमा आइसक्यौँ यहाँ पनि एउटा गुरुमा हेलो बोलो भाइ यहाँ चाहिँ बवाल छ क्या यता पनि खैसियाहरू छ तर यो बवाल यार काठमाडौँ त हल्का आयो यो देखेर चाहिँ यही हो लाइफ ल है गाइजहरू हामी चाहिँ फर्किसकेको फेरि गाडीको स्पिड कहाँ आमामा हेर चिल्लो गाडी हामी चाहिँ टक्क अब आधी बाटोतिर आइसक्यो ल घुम्दै फिर्दै रुम्चा टाढैमा लाए गाइज हामी रुम्सम्म आइसक्यौँ छोटो मिठो भिडियो आएको छ लाइक शेयर सब्सक्राइब गरिदिनु होला हस्त गाइज धन्यवाद